어디에서 오셨어요? 익산에서? खतरा सुने था यार ये भित्र त मिस्टेक गरिहालेको नि धन्न पछाडि गाडी आएको थिएन यार। वेलकम एभ्रिवान, तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि ठिकै छु। वन्स अगेन निस्केको छु राइडिङमा। आज म जाँदैछु कोरियाको एउटा यस्तो आइल्यान्ड कि त्यो चाहिँ समुद्रको बिचमा छ र त्यो समुद्रको बिचमा जाने बाटो पनि समुद्रकै बाटो है, समुद्रको माथिबाट बाटो बनाएको छ। म त्यो आइल्यान्डसम्मको मेरो आजको डेस्टिनेसन छ है। लेट्स सी कस्तो हुन्छ है। शीतलै छ आज, गर्मी महिना हो तर शीतलै छ, किनभने हिजो रातभरि पानी पर्यो। क्या गजबको छ बाटो त। बाटो चाहिँ यतिको चाहिँ हुनुपर्छ क्या बाबा, केही छैन के अरे। खोट त लगभग 75 किलोमिटरको बाटो थियो, मैले हिँडिसकेँ। अब बाँकी चाहिँ 54 किलोमिटर बाँकी छ अब मेरो डेस्टिनेसनमा पुग्नलाई। त्यो रुखहरू रोपेर है, यो के भन्छ संरक्षण गरेर दामी बनाएको छ क्या जङ्गल। फेरि यत्रो ठुलो जङ्गल छ होइन, कोरियामा यस्तो ठुल्ठुलो घना जङ्गल बनाएर राखेको छन् उनीहरूले संरक्षण गरेर रुखहरू। तर त्यसमा बाघ छैन अरे क्या एउटा पनि। फेरि कोरियामा बाघ एउटा पनि छैन अरे, एक पिस पनि छैन अरे। यो चाहिँ अचम्मको कुरा हो क्या, के भएर छैन त्यो त थाहा भएन, तर एउटा एक पिस पनि छैन अरे यहाँनिर बाघ। अब त्यो चिडियाखानामा भन्ने कुरा त छुट्टै कुरा हो होइन, तर जङ्गलमा चाहिँ बाघ एउटा पनि छैन अरे। यो छेउछेउमा भएको यो चाहिँ यो साइडको चाहिँ यो गाडी केही गरी त्यता गयो भने यतैतिर फर्काइदिन्छ क्या त्यसले गाडीलाई, त्यतातिर सिधै तलतिर झर्न दिँदैन। हेर्दाखेरि पनि मजा आउने टक्क बिल्डिङहरू त्यहाँ होइन। अनि बाटो चाहिँ ठ्याक्क यहाँ यस्तो चाप्प मिठो बाटो। कहाँको सहर हो यार यो, डरै लाग्दो सहर यार। तर एक्लै हिँड्दाखेरि त कस्तो लाग्ने यार, लाग्नु त यो अनौठो सहरहरूमा के हो कसो हो होइन। कहीँ गएर गल्ती पो गरिन्छ कि मिस्टेक गरिन्छ कि भन्ने पनि लाग्ने कि कहिले, तर हुन त केही नै हुँदैन। पहिला एकचोटि यो एरियामा त्यता जानको लागि बस कुरेर बसेको चाहिँ याद छ मलाई है। मलाई के भएको, घरि मकैको गन्ध आउँछ, घरि गोबरको गन्ध आउँछ, घरि गहुँको जाँडको गन्ध आउँछ, नाना किसिम गन्ध आइरहेको छ मलाई आज। गाउँको जाँड याद दिलायो फेरि गाउँको घरको। तर त के हो यार, पेट्रोल चाहिँ हाल्नु पऱ्यो। त्यो उता गएर हाल्न पाइँदैन खै, त्यहाँ फेरि समुद्रको बिचमा कसले पेट्रोल दिइराख्ला र मलाई, अहिले हालिराख्नु पऱ्यो। बाइक उठाउनु भनेको छ है, म उठाइदिन्छु। 예. 뚜껑을 닫아주세요. 감사합니다. 신용카드를 빼주세요. 예, 감사합니다. 안녕히 가세요. कस्तो मिठो बोल्छ मेसिन पनि। आयो है डेस्टिनेसन आयो है। आयो है, म एकछिनमा अलि उता गएर रोकेरै देखाउँछु म। बाटो त यस्तो छ कि जति हिँड्दा पनि सकिन्न त, कहाँ शीतल भइरहेछ। हावा चाहिँ बेसरी चल्छ है समुद्रमा। यो समुद्रको पानी चाहिँ फेरि लास्ट नुनिलो क्या। फेरि एकचोटि पहिला यो समुद्रको पानीमा उता छेउतिर पौडी खेल्न गएको, ओहो छाला बिगारेर। हामी त अब गाउँतिरको जस्तो पानी जस्तो सोचेर पुरै पौडी खेलियो है, पछि त छाला बिगारेर हैरान लास्टै क्या त्यो नुनिलो हुने रहेछ पानी। पछाडि देख्दै हुनुहुन्छ यहाँ त्यो यो समुद्रमा माछा पनि मार्न सकिन्छ है, माछा मार्न सकिन्छ। माछाहरू पनि समात्ने त खतरा समात्छ नि। अनि यहाँनिर ठ्याक्कै यो समुद्र, अनि यहाँनिर फेरि बाटो पनि यहीँनिर छ है, चिलमा बाटो। फेरि टुरहरू आउँछन्, लास्ट घुम्न आउँछन् मान्छेहरू, घुमफिर गर्ने पिकनिक सिकनिक यताउति सब आउँछन्। सक्नुहुन्छ है, यहाँबाट तल
नो इन्ट्री भनेको छ यार। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। नजाउँ क्या हो, तर गयो नि के हुन्न, गइदिने हो। ऐ ओहो हो हो, दामी छ है, दामी छ भ्यू चाहिँ, बवाल छ है। तो साथीहरु अब समुद्र पनि मस्त घुमियो है। अब यहाँ तल आउन त नपाइने हो खासबाट, त्यहाँ माथिबाट यहाँ तल, तर म चाहिँ आइदिएको यहाँबाट चाहिँ पुरै उतै कता उता उता जान्छ है अझै। अब यहाँबाट उता जाँदाखेरि एउटा टापु छ, त्यो टापु कटेपछि चाहिँ छैन है, अब कोरिया सक्यो। थोरै आराम पनि गर्दै अलिअलि जुस खाँदै पानी सानी खाँदै गरेर एकछिन आराम गरेर अब फेरि पनि हो राइडिङ गर्दै फर्किने बाटो, अर्को बाटोबाट फर्किन्छु होला। फर्किँदाखेरि चाहिँ अब एकछिनमा जानेवाला छु, एकछिन रेस्ट गरेर है त। भ्यूहरू मस्त इन्जोय गरियो होइन। अब चाहिँ बाटो लाग्नुपर्छ है बिस्तारै, चट्ट भ्यूहरू हेर्दै हेर्दै, समुद्रको भ्यूहरू हेर्दै हेर्दै होइन, चट्ट अब बाटो लाग्नुपर्छ। म यही बाटो गएर अनि उतापट्टिको बाटोबाट फर्केर आउने हो है। घुमाउनको लागि यहाँ आउनुपर्ने है त। बाइकर्सहरू रहेछ नि यहाँ पनि, दामी छ है। फर्किनु पर्यो। दामी छ त बाइक त यिनीहरूको त यार। बिस्तारै जानुपर्ने हुन्छ। यहाँ छ नि यो समुद्रको भ्यू त बवाल त, हावाले उडाउला जस्तो गरिरहेछ है। यो समुद्रको एरियामा चाहिँ लास्टै धेरै हावा चल्छ क्या। थोरै छेउबाट भ्यू हेर्दै हेर्दै जानु पर्यो। त्यो तलबाट पनि बाटो त थियो रहेछ कुन्नी के को, कहाँबाट जाने रहेछ त्यो बाटो। दामी छ है। त्यो उता उता भएको सबै उसहरू हो है, माछा मार्ने बोटहरू हो तिनीहरू। तिनीहरूले बवाल माछा मार्छन्। कहिले कति हिँड्नु, साथीहरू लिएर आउनु मन लागेको छ। आई होप साथी होस् पछि, मेरो टिम होस्। कडा बाइक आयो एउटा फेरि। कडा छ क्या बाइक त। 여기 조금만 앞에 멀리 아니요, 조금만. 어디에서 오셨어요? 익산. 익산에서? 아. 알았어. गाडी हो कि बाइक हो यो? फङ्सन पनि बवालै छ।
नेपाली हो नेपाल ए यो बाटो यति सिधा छ कि है लगभग 6-7 किलोमिटर चाहिँ यत्तिकै स्ट्रेट छ के बाटो पुरै सिधा क्या बसेर एक्सिलेटर बटारे मात्रै हुने के मैले बाटो फेर्ने बेला आयो मौसम त क्लियर भयो नि अहिले आएर अब त घाम पनि मस्त लागिरहेछ मौसम पनि बबाल क्लियर भयो नि यस्तो दामी भयो के मौसम आई हेभ टु गो दिस वे बबाल पुल बनाएको छ त यहाँ त माथिपट्टि बाटै बाटो हो यो बाटो पनि फेरि एउटा भए पो पुल पनि कतिवटा हेर्नु त बाबा 3टा पुल चाहिँ एकै ठाउँमा जोडेको क्या त्यहाँ माथि गएर फ्लाइओभर दामी छ धुवा त बवाल उडेको त्यहाँ त कम्पनी जल्यो कि त्यस्तै खालको कम्पनी हो त्यो कडा उडेको त धुवा त यहाँनिर थोरै मैले बाटो फेर्नु पर्ने छ भनेर भन्छन् है पूर्वेलीहरूको बोली यस्तो हुन्छ है बाटो फेर्नु पर्ने छ यहाँनिर मैले बाटो बिराइसकेको रहेछ यार धन्न अहिले पो ख्याल भयो हेरी बर्बाद भइरहेको नि यसले फेरि ट्याक्क मिलाइदियो कि गाडी हेरी मिस्टेक गरिहालेको नि धन्न पछाडि गाडी आएको थिएन यार ए बोल्दा बिर्सिहाल्छु क्या यहाँ म्यापमा देखाउँछ हेर्नुपर्ने मैले यार बिर्सेर धन्न उतातिर गइनँ नि म उतातिर गएको भए कहाँ गएर फर्किनु पर्थ्यो फेरि र साथीहरू अब आजको लागि लगभग यति नै हो म अब घरतिरै फर्किँदै हो होइन सो तपाईहरु पनि खुसी रहनुहोस् स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हाँसी खुसी बस्नुहोस् है